गाइस वेलकम टु माई ब्लग है। अब हामी चाहिँ कन्सर्ट जाँदैछौँ मेरो केटाहरू। यो चाहिँ मेरो अर्ग्यानिक साथी होइन, वर्षदेखिको अर्ग्यानिक साथीहरूसँग अर्ग्यानिक साथी है। यो चाहिँ मेरो पुरै अर्ग्यानिक साथी, हाम्रो अर्ग्यानिक दाइ हो पुरै होइन। हामी कन्सर्ट जाँदैछौँ गाइस है, रमाइलो हुन्छ अझ कत्रा रमाइलो गरिदिनु। खोइ हाम्रो सानो सान्दाई हरायो म खोइ सान्दाई खोइ। हामी यहाँ हेटौँडा आइसक्यो। ठेकी हेटौँडाको ठेकी दालको ठेकी मकवानपुर जिल्लाको चिनाउरीको अर्ग्यानिक साथी, सानैदेखिको अर्ग्यानिक साथीभाइहरू घुम्न हिँडेका छौँ हामीहरू। अर्को अर्ग्यानिक आफ्नै गाउँको अर्ग्यानिक नाके हो यो फेरि। गरेन नि गरेन मैले गरिदिएँ। मेरो आफ्नै गाउँको अर्ग्यानिक दाई सान दाई होइन। के खाने र दाई हामी अर्ग्यानिक मकै नै खानु हामी अब भाजा खाली चटपटे भन्ने दाइले त फेरि कसरी हुन्छ त। गाउँको हेटौँडाको अर्ग्यानिक मकै खानु पर्यो है केटा हो अब है। अर्ग्यानिकै होइन त दिदी हो। यो मकै खान चाहिँ ठ्याक्कै यो ठेकीको अगाडि आउनुपर्छ है हेटौँडाको। दोस्त तिमी चाउचाउ खाने भने चाउचाउ चाहिँ कस्तो डिमान्ड हो त दोस्त? एक्कासी तिमीलाई चाउचाउ कसरी तिमीलाई आफ्नै हेटौँडै खाँदैछन् केटाहरू, बाँडेरै खानुपर्छ है। अचार मकै आफ्नै हेटौँडाको अर्ग्यानिक मकै खाँदैछौँ हामी। खै खोर्सानी अर्ग्यानिक खोर्सानी सहित जानु त हामी कता कुरा अब मकै भयो। अनि अरू केटाहरू जाँदैन खोइ दुइटा खायो जो एउटा चाहियो हामीलाई। दिदी अझ एउटा दिसो हो र दिसो न अब के गर्नु हुन्छ होला क्या। ए 5 रुपियाँ अझ चाहियो अरे। अर्ग्यानिक मकै त महँगो रहेछ नि। 5 रुपियाँ अझ चाहियो। है 70 म यो च्यात्या कस्तो च्यात्या छाडा नबोला है नाक साथी। दिदी लिस्यो 5 रुपियाँ आउँछ होइन मलाई अब। धन्यवाद। अचारको अचार ला त खोर्सानी भन्नु बुवा राख्नु अर्को दाइ नखानु नुन खोर्सानी ला न। फाइनली चितवन है, चितवन आइसकेको छौँ हामी। सान्दाइले अहिले 3000 जितेको छ आज। रोइला हान्दिने सान्दाई चितवन। ओहो कस्तो यो लास्टै यो टोपरी भन्ने त है लास्टै हराम रहेछ नि यो त यार। आमामा आज चाहिँ बनायो त मलाई त मोमो खानु नदिएर। एउटा भेज फेरि यहाँ अनेक छ। खोइ भेजवाला कहाँ गयो? यहाँ आइ यस्तो आजित बनायो नि यो मान्छेले त। ओहो समस्या छ जीवनमा। दोस्त अब मलाई भोक चाहिँ लाग्यो लास्टै हेर होइन। हेर त तारै किटेर पिटाउन जाने गर्छ यो फेरि। अर्ग्यानिक साथीहरू भनौँ अनि कहाँबाट हुन्छ त त्यस्तो? ल यो त दोस्त यस्तो छ यार रमाइलो। अनि कसरी हुन्छ त? सुन न हामी सिक्किमबाट बनाऊँ त छ त्यस्तो हुँदैन दोस्त। आफूसँग जे छ भेज मोमो कसले खान्छ? सान्दाले खान्छ। मलाई भेज सेज सबै चाहिन्छ है।
ल हेर त अनि यो कहरी हिँडेर त कहाँ हुन्छ त यार दोस्त अनि तैँले अघि छ यहाँ खालास भने होइन ओइ यो पाइँदैन बोल मेरो यहाँ किट्सहरू पनि छन् वाचमा होइन यो भेजवालाले बहुत बिगाऱ्यो नि आज पानी खाऊ दाइले गर्दा म पानी अब त्यही पानीभन्दा विकल्प छैन दाइ पानीभन्दा विकल्प छैन खानी विकल्प छैन सानो दाइ किन हो यस्तो भेजै बिनाको जिन्दगी राम्रो हुन्छ तिमीले मलाई गाली गरेर दुनियाँ अब खानी यो त्यो फलान ढिस्काना भने खोइ के भयो दोस्त अब यस्तै हो दोस्त होइन यो जन्ममा यही हो दोस्त हामी आएको यहीँ हो यहाँ आएको है हामी चाहिँ एपी हाम्रो है लाइन दोस्त हेभी लाइन हो दोस्त हामी काट्दैन त्यहीँ काट्ने अब दाइ तपाईँको त टिकट छैन त के गर्ने हो अब यहीँबाट हेर्ने दाइको त टिकट छैन के गर्ने हो पसलमा आइसकेको छौँ गाइज अब यहाँ कुन मोमो पाउँछ भन्ने कुरा मात्रै हो क्या यता एउटै हो क्या है पड्किने हो तिम्रो अनि होइन र दिदी भेज मोमो पनि छ के छ हामीसँग चिकन र पाउ ल सन्दाई तिमी नखाऊ आलु रहेछ त आलु खाऊ आलु हुन्छ बदाम हुन्छ यो खाऊ नि त यो पिस हुन्छ तिमी के खान्छौ त तपाईँ हेरेर भेज चाउमिन बन्छ भेज चाउमिन बन्छ भने भेज चाउमिन खाऊ नि त कुरो एउटै त हो नि ए ल ल एउटै त हो क्या उतारै त हो के हो होइन चञ्चरे गण्डनी हुन्छ अरे आइनले चाउमिन खानेको चाउमिन टिकट लिइसकेको छौँ गाइज भिआइपी टिकट भिआइपी शान्ति नहुनु नि पऱ्यो भिआइपी है रेड हामी यहाँ 4 जना चाहिँ भिआइपीमा छौँ सानो कताको थाहा छैन डुङ गरे दोस्रो हो दोस्त यो औरामान लागेको थियो नि मेला हो र त्यो छुट्टै हो डुमरमानामा त्यो छुट्टै हो त्यसलाई महोत्सव भन्छ गरे होइन दोस्त त्यो बोटी दाइहरू के खेला देखाएको थियो के भन्छ त्यसलाई दोस्त हाम्रो त टिकट भयो तिम्रो के गर्छौ दाइको त छैन रे यहाँ कन्सर्टमा होइन सबैजना गाइज है फाइनली टप्स दोस्त यस्तो यहाँ यस्तो भयो हाम्रो स्क्रिन एन्ड लाइट्समा मिस्टर रमन अनि हाम्रो ब्यान्ड म्यानेजर मिस्टर विजय दाले पनि